तपाईँहरू सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म यता घरमा आइसकेको छु गाइस। घरमा म चाहिँ खाना बनाउन लाग्यो। हजुरहरू के गर्दै हुनुहुन्छ हेर्नु होला। नो गाइस, अब म चाहिँ टक्क लाएर साग भुट्न जानु लाग्यो। बेसार पहिले हाल्छु क्या, बेसार नुन टक्क लगाएर बेसार नुन हाल्ने। त्यसपछि चुइङ बेसार आजको दिन कसरी बित्छ म हजुरहरूलाई देखाउँदै गर्ने नै छु। हेल्प गर्नु होला गाइस। म चाहिँ खाना बनाउँदैछु, खाना पाक्दैछ। हजुरहरू के गर्दै हुनुहुन्छ? हाम्रो रुम हो गाइसहरू। मैले सलक्क रुम सुम सलक्क मिलाइसकेँ गाइस। अनि है मिलाइसकेको छु सलक्क। पोछा चलायो ओरि। अब खाना खाने टक्क लाग्यो। अब बसेर सबै काम भ्यायो। हाम्रो घरको नजारा हेर्नु गाइस। रेडी भयो गाइस साग चाहिँ। अब आमालाई पुऱ्याएर आउँछु म चाहिँ। बाई खालि बाई भन्छ। छान्चे हुनुहुन्छ भन। छान्चे हुनुहुन्छ। कहाँ गएर आउनु भएको? तपाईँ कहाँ गएर आउनु भएको? कहाँ गएर आउनु भएको? कता कता गएर आएको बेबी? ए उता गएर आएको? हो टमाटर पोल्दै हो। भनेपछि टमाटर पोल्दै के भन त ल? के बुढो मान्छे कसरी हिँड्छ देखाइदेऊ त ल। कसरी हिँड्छ बुढो मान्छे? यता हिँडे देखाइदेऊ, देखाइदेऊ। बुढो मान्छे कसरी हिँड्छ देख्नु भयो? अब त्यसैले हिँड्छ अब त्यसरी हिँड्छ। अनि नानी कसरी हिँड्छ नि? नानी कसरी हिँड्छ? हो अझै पनि होइन चटनी। लसुन छोडाउँदै हो नि। बन्छ नि हो बन्छ। लसुन अनि अर्को के हो? खुर्सानी अनि अरू टिमुर हाल्ने। धनियाँ हाल्नु पर्दैन? धनियाँ आउँदा त ल्याएर पर्दैन हो। ट्वाक्क टिमुरको स्वादमा अब चिरिप्प अचारसँग भात पड्काइन्छ। अर्ग्यानिक चटनी हो क्या? ए पुरै अर्ग्यानिक। टक्क लगाएर गाइसहरू यो चाहिँ दाल चटनी, यता साग, यता भात होइन गाइसहरू। लगाएर खाने होइन। त्यो निकाल्दैन न, त्यस्तो नगर्नु। अब बन्छ चटनी।
गर्दै हो नि भात पस्किनु लाग्यो नि ओहो यति चाँडै भात खाइदिने आज कति बज्यो र बल्ल 9 बज्यो त 10 बज्यो ए ल ठिक छ केही भएन तातो भात खानुपर्छ जाडोमा होइन जाडो छ के अन्त हो तातो खानुपर्छ नत्र सेलाउँछ हो कि होइन हो नि ल साथीहरू यो चाहिँ साग है ल है गाइस हामी चाहिँ खाना खान लाग्यो हजुरहरू चाहिँ के गर्दै हुनुहुन्छ आऊ नानी खाना छिटो कता गएर हो के लिएर कति रोल त्यसको कस्तो खानामा सिया पकाएको कराएर खाजा खायो अरे चिया खाने आजलाई यति नै हाम्रो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई